हिसाबबाट चाहिँ टोटल प्रदेश नम्बर 1 कोशी प्रदेशमा चाहिँ टोटल 47,835 हैन। त्यसपछि चाहिँ त्यसमा दोस्रो प्रदेश 2 नम्बर प्रदेशमा चाहिँ 2 नम्बर भनेको मध्य प्रदेशमा चाहिँ टोटल 59,749 र त्यसपछि चाहिँ बागमती प्रदेशमा 1,19,517 र त्यस्तै 4 नम्बर गण्डकी प्रदेशमा 47,849 र त्यस्तै 5 भनेको हैन लुम्बिनी प्रदेशमा चाहिँ 57,687 र त्यसपछि कर्णाली प्रदेशमा 46,455 र त्यस्तै सुदूरपश्चिम प्रदेशमा चाहिँ 59,804 विद्यार्थीहरू ग्रेडेड भएका छन्। र त्यसबाहेक चाहिँ अर्को विषय पनि म एउटा राख्न चाहन्छु र विषयगत तर्फ चाहिँ के छ त भन्दाखेरि विशेष गरी हामीले अहिले हेर्दाखेरि इङ्ग्लिसमा A+ ल्याउनेदेखि लिएर जुन हिसाबले के अरे नन ग्रेडेड हुने सबैभन्दा बढ्ता इङ्ग्लिसमा 80,672 विद्यार्थीहरू नन ग्रेडेड भएका छन्। त्यस्तै नेपालीमा चाहिँ वास्तवमा हामीले मुख्य विषय मात्रै म भन्न चाहन्छु। नेपालीको थ्योरीमा 45,146 के अरे 54,735 विद्यार्थी नन ग्रेड भएका छन् र सबैभन्दा धेरै म्याथमेटिक्समा 1,28,215 विद्यार्थीहरू नन ग्रेड भएका छन् र यसबाट पनि म्याथमेटिक्स नै अलिकति विद्यार्थीहरूको लागि केही कमजोर भएको देखिन्छ। र त्यस्तै सोशल स्टडीमा चाहिँ विद्यार्थीहरू सोशल स्टडीमा साइन्स र टेक्नोलोजीमा 79,271 विद्यार्थीहरू नन ग्रेडेड छन् र त्यस्तै सोशल स्टडीमा 53,186 विद्यार्थीहरू नन ग्रेडेड छन्। र त्यसबाहेक अरू विद्यार्थीहरूको सन्दर्भमा हामीले चाहिँ थोरै विद्यार्थी भएको हुनाले म भन्न चाहन्न र अरू विशेष गरी नन ग्रेड 42,150 इकोनोमिक्समा, त्यसपछि 18,222 एडिसनल म्याथमेटिक्समा र यस हिसाबबाट हामीले चाहिँ यो नन ग्रेड भएको चाहिँ हामीले यो रिपोर्ट गरेका छौँ। यो पनि हजुरहरूलाई हामीले उपलब्ध गराउँदैछौँ र यहाँ धेरै साथीहरू हुनुहुन्छ र यस सन्दर्भमा अब अहिले विशेष गरी यस सन्दर्भमा अब यो जुन अहिलेको नतिजाको सन्दर्भ छ, अहिलेको नतिजाको सन्दर्भमा गत वर्षभन्दा केही नतिजा चाहिँ बढेको अपेक्षाकृत बढेको हामीले देखेका छौँ र यसमा चाहिँ खास एकैछिन पाउनुहुन्छ हैन। र यो हजुरहरूको क्वेसन्स होला यति विद्यार्थीहरूको सन्दर्भमा मलाई लाग्छ कि यो विद्यार्थीको नतिजालाई अपग्रेड गर्ने सन्दर्भमा मेहनत गर्ने चाहिँ शिक्षक साथीहरू र विद्यार्थी भाइ बहिनीहरू सबैलाई चाहिँ म हार्दिक धन्यवाद दिन चाहन्छु। र यहाँनिर उपस्थित हुने आज यो कार्यक्रममा उपस्थित भएर यो